वेलकम ब्याक टु माई च्यानल। आज हामी फेरि जाँदैछौँ घुम्नको लागि, त्यही भएर फेरि यो भ्लग बनाउँदैछु। हामीसँग हुन्छ पिङ्की म्याम क्यामेरामा अनि आस्था र रोजी चाहिँ त्यहाँ फ्रुट्स किन्दैछन् हाम्रो बेलुकाको नाइट आउटको लागि। आज हामी नाइट आउट जाँदैछौँ न्यू फार्म, कृतिपुरभन्दा माथि कतै न कतै त हो, रोडमा हाल्छु म्याम, मलाई पनि थाहा छैन। सी यू बाई। हामी यहाँबाट चाहिँ हामी मञ्जुश्री पार्क पुग्छौँ, तर हामी यहाँ जाने हो। आज पनि गोवाको जस्तो हालत चाहिँ नहोस्, गुगल आन्टी र आस्थाले गरेर हामी कन्फ्युज नहोस्। यहाँनिर अब पार्टनर्सहरू चेन्ज भइएको छ। अब हामी यहाँ फिलिङलिङ जाने प्रयास गर्दैछौँ। मान्छे साटेको क्या So beautiful view, and यता चाहिँ वेट गर्नु परेको थियो। Wow! Oh my god, wow! हामी चाहिँ हर्न बजाउनु हर्न। And we are here with no sunlight, with good view, amazing view. yes, and this is our condition after driving in that all that. Oh wait, हातमा ठेला यार हाम्रो चुल्ली चाहिँ डन प्रो राइडर हो फेरि है यतानिर। नो वान अन्डर एस्टिमेट लिएर आएको नि फेरि मैले चाहिँ झन्डै चिप्लेर यहाँ पुग्यो तर ठिक छ। नाइस। आइसक्यौँ हामी लोकेसनमा, अब जान्छौँ भित्र। म्याम कल गर्नु न। सो हामी चाहिँ यहाँ स्लो एन्ड स्टेडी वकिङ। सबजना हाई गर यता हाई भन। हेलो। So this is the stay. समरमा चाहिँ किन झन्कारो हुन्छ चाल्ला ओरालोमा आर्म्स दुख्छ अब। त्यसैले नल्याएको मैले त यो एक्स्ट्रा जस्ट माथि पहिला लबी होला नि होइन। हामी आइसक्यौँ न्यू फार्ममा अनि हाम्रो एक्साइटमेन्टको लेभल अलग भइसक्यो। ठाउँ देखेर यस्तो रमाइलो छ कि होइन। अब नआउने दिदीहरू चाहिँ नआइहाल्नु होला। किन नआउने दिदी नआउँछु हामीहरू चाहिँ बाटो पार्टी बाटो बाटो रुम त के पार्टी त? हामी चाहिँ भुइँ पार्टी खाने पार्टी अध्यरो छ खाने पार्टी हो र? बाटो भएको आँखा झिमिक रोजी गायब। म मेरो साथीसँग कलमा थिएँ। आँखा झिमिक रोजी गायब। कस्तो रमाइलो प्रपर्टी। यहाँबाट भ्यू पनि राम्रो देख्दो रहेछ। 14 पनि देख्छ तर अलि यहाँबाट छेकिँदो रहेछ। कति रमाइलो, जता फर्के त्यतै रमाइलो, कति रमाइलो। हामी चाहिँ यहाँ रेडी भएर साडी लगाएर टिकटक बनाउनलाई रिल्स बनाउनलाई रेडी भइसक्यौँ। मसँग छ एज अलवेज आस्था बराइली राम्री भएर, अनि हाम्रो त्रिवेता पनि रेडी भएर त्यहाँ बसिरहेछ। फर्स्ट टाइम हो यो हाम्रो हिस्ट्रीमा आउने बित्तिकै हामी रेडी भएर पुरा भिडियो बनाउँदैछौँ। यता छ हाम्रो रोजी जसले सुरु पनि गरिसक्यो भिडियो बनाउनलाई हैन।
कसैलाई कुर्नु होइन कुर्नु हुँदैन पुऱ्यो भने सक्यो अपडेट भिलाको हामी चाहिँ थकाएर चिसोले भोकले हुरुक्कै भुतुक्कै भएर आइसक्यौँ नक्कल पारेर टिकटक बनाएर भ्याइसक्यौँ एकजना चाहिँ चेन्ज गर्नु भएको छैन म चाहिँ ओहो नमस्कार यस्तो जाडोमा भनेर यस्तो बाघको छाला लगाइसकेँ मैले चितुवाको छाला लगाइसकेँ अब माथि अझै कार्यक्रम हुँदैछ टिकटक आउने र रिल बनाउने अब त्यो सकेपछि भात खान्छौँ भात स्न्याक आज फ्रुट पन्च बनाउने छ अझै हाम्रो कार्यक्रम टन्नै बाँकी छ फ्रुट पन्च गिफ्ट एक्सचेन्ज स्न्याक्सहरू यता आस्था छ के गर्दैछौ अनि what are you doing Jumela दिदी जाडो भयो म यता उता हेर्नु सामान निकाल्दैछु अनि हामी तुलनी यो वाला कुन वाला दिदी कपिराइट लाग्छ चिकन sausage mobile pen tissue egg oil सो हाम्रो चाहिँ यो एकदमै फ्यान्सी प्ल्याटर charcuterie board भन्दैछ charcuterie board बन्दैछ जसमा जान्छ चिज पनि यसपछि जान्छ variety of meat veggies salad basically this goes perfect with drinks fruit punch and we also have a fruit punch here and and then we have and we have Triveta Didi and there is Bipana Samchana Bisara Salalala discovering how the oven works oven हो कि microwave हो so they made it work अपनी कहानी तो अधूरी है अभी जाने अनजाने नहीं आँखों भी मिल जाने से ही तुझे आए मुझसे प्यार तू कहे दिन में तो याद नहीं साबित क्या करना चाहे रातों को फिर तेरा ध्यान न लगे दिल की दीवारों में छुपा जाओ मेरे लिए सरल है रोजी स्पेशल बनेर आइसक्यो यहाँ ओ माय गॉड मुटु टुट्यो मुटु टुट्यो रे पनिर अब हालिदिन्छु पनिरलाई नि गरिहालौँ न त के भयो त एकछिन कुर्दा खाना त बनाइयो तर स्ट्रगल एकदम डह्रो चलिरहेको छ फोटोसुटको लागि द स्ट्रगल इज रियल फोटोसुटको लागि ल हाल ल ओ माय गॉड यो चाहिँ विङ्स्टर ससेस यो चाहिँ हाम्रो प्ल्याटर खै के फ्यान्सी नाम थियो अब आउँदैन यस्तो actually your angle is very nice little bit go back let's यो take चाहिँ हाम्रो फ्रुट पन्च back and go cheers स्ट्रगल डह्रो चलिरहेको छ यहाँ ओ माय गॉड यो त लास्टै राम्रो देखियो क्या यस्तो गर्न ल वाउ होइन यसो छिटो हुन्छ त अब यहाँ माइक्रोवेभमा पनि चिकन हाल्दै थियौँ हामीले अलिअलि रेडी हुँदैछ यहाँ तर उसको घर जाने बाटो बेटर है त्यो त के हो
यो हामी म चाहिँ सेन्टा क्लज हो आज जिङ्गलले बेलुवा तिमीलाई सेन्टा क्लज जस्तो देखेको छैन तिमीलाई ठाकुर जस्तो देखेछ या एकछिन म्याम ल ठुलो दिदी ईश्वर का आशीर्वाद होता है बौरा पराजुलीको बुढी एक चुटकी सिन्दुर हेर्नु त ल हामी चाहिँ अलिअलि स्न्याकिङ गरेर अब गिफ्ट एक्सचेन्ज कार्यक्रमतिर लाग्दैछौँ किन भन्दाखेरि हामीले पहिलादेखि एकदम अगाडिदेखि प्लान गरेको थियौँ यस्तो नाइट स्टेमा गएर हाम्रो आफ्नो गिफ्ट एक्सचेन्ज गर्ने भनेर त्यो चाहिँ हामीले यताको रुममा गर्ने प्लान गरेका छौँ म सानो ग्यास गरेको छु यो हाम्रो स्पेसल रुममा चाहिँ हामी गिफ्ट एक्सचेन्ज कार्यक्रम गर्दैछौँ यहाँ केटीहरू रेडी भएर बस्छ कि आफ्नो गिफ्ट लिएर हाम्रो गिफ्टको क्लोज अप शट ओह माय गॉड कति धेरै गिफ्ट कति धेरै कि मेरे चुज गरेछु कि खै एक्साइटमेन्ट खै गिफ्ट पाएको एउटा स्पाइडरम्यान भएर धाबी त चढ्न आँटिसक्यो सन पे चढ़ के बोले ब्लॉग हामी चाहिँ स्न्याकिङ यताउता गरेर रातिको 11 बजे छ 9 बजे हामी पुरा बाल्कनीमा चिल गर्दैछौँ अनि हामीसँग हुनुहुन्छ यहाँ फेरि नक्कली दिदी फेरि ओहो सिट मास्क लाएर केही छैन अनि अर्को दुईटा चाहिँ फेरि यहाँ ओ आमा
खै सिनेमेटिक खिच्नु पर्छ हौ यो त यस्तो गरेर अनि यहाँ चाहिँ फेरि मम्मी छोरीको जोडी दरु जमेको छ होइन मम्मी छोरी अनि यहाँ चाहिँ अर्कै फेरि स्किन केयर चाहिँ छुटाउनु भएन है प्राण जाए पर स्किन केयर नजाए ल त यस्तो चलिरहेको छ अहिले हाम्रो 9 बजी सुत्ने You go to bed. ल तर अब त आज अहिले इभिनिङको लागि चाहिँ यति नै हो भ्लग अब बाँकी भ्लग चाहिँ भोलि बिहान उठेर खिचौँ ल अनि उज्यालोमा कस्तो देख्छ म भ्यूहरू पनि देखाउँछु ल ओके बाई गुड नाइट गुड नाइट Good night. हेलो एन्ड गुड मर्निङ डे 2 हाम्रो यहाँ भिल्लामा आज चाहिँ चेकआउट हो 12 बजी तर एकदम लेजी मर्निङ 9 बजी चाहिँ के हो लेजी मर्निङ चाहिँ मेरो लागि मात्र हो त एनर्जी टन्नै छ त अनि कोही कोही चाहिँ सुतिरहेछौँ कोही कोही चाहिँ उठिसक्यौँ उठेर हामी यहाँ चहल पहल अलिअलि हुँदैछ हेलो गुड मर्निङ तातो पानी पिउँदै भ्यू हेर्दैछन् कोहीहरू फेरि सुतिरहेको छन् मजाले अब हामी चाहिँ एकछिन बसेर ब्रेकफास्ट खाएर अनि 12 बजी चेकआउट हो 9 बजे अहिले सो हामीसँग एकछिन टाइम छ यहाँ अझै एक्सप्लोर गर्नको लागि सायद चाहिँ रिल्सहरू भिडियोहरू बनाउँछौँ होला ल ओके बाई Hello. So अब चाहिँ हामी ब्रेकफास्ट खान जान लागेको अनि एल्ना दिदी आफ्नो च्यानललाई 2 शब्द भनिदिनु आज हामी राम्रो भएर बिहान अलिअलि भनिसकेँ मैले राम्रो भएर ड्रेसमा फोटो खिचाएर भिडियो खिचाएर स्ट्रेट टु द किचन लेट्स गो म्याम के बन्दैछ त वाउ लेफ्टओभर चिकन बनाउन लाग्यो अब another chef Triveda chef what are you making कफी wow अनि आस्था म्याम हजुरले चाहिँ के गर्दै हुनुहुन्छ सुसेफ होला toast oh toast okay okay अनि हामी राम्रीमा चाहिँ भक्कै है यो हो हाम्रो ब्रेकफास्ट मर्निङ एनर्जी कहीँ नभएको छ Hello, good morning. उफ्रेर भोक लागेर अब सुरु गर्दैछौँ आमा अर्ली मर्निङ एनर्जी क्यामेरालाई फलो गर अलिअलि टिचर अलवेज अ टिचर जहाँ गयो भने लु अब चाहिँ हामी फेरि लुगा चेन्ज गरिसक्यौँ फेरि हाम्रो खाने टाइम भइसक्यो गुड आफ्टरनुन भइसक्यो लन्च खाने बेला आमामा भोकी पेटहरू टुट पढ्न लाग्छन् टुट पढ्न ल हामीसँग छ यहाँ साग काउले आलु दाल माम चिकन पोर्क पनि छ लु अब हामी चाहिँ फेरि नक्कल धक्कल पारेर फेरि रेडी भएर हिँड्न लागिसक्यौँ आजको लागि सक्यो हाम्रो यो पालिको लागि सक्यो हाम्रो विकेन्ड अब हामी यहाँबाट जान्छौँ तौदह चियादह त्यहाँ गएर चिया खाएर त्यसपछि हामी जान्छौँ घर माछा हेर्ने माछा यस सो आजको लागि भ्लग यति नै हाम्रो यो स्टे एकदम रमाइलो भयो नाइट स्टे रमाइलो एकदम के गऱ्यौँ के खायौँ बस्यौँ थाहा छैन होइन स्पेसल थ्याङ्क्स टु न्यू फार्म रिट्रिट हो कि न्यू फार्म मात्र हो न्यू फार्म रिट्रिट र आजको लागि चाहिँ भ्लग यति नै Thank you. आजको लागि भ्लग यति नै फेरि अब नेक्स्ट भ्लगमा भेटौँला मेक श्योर टु लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल और फिर कर देना